नमस्ते किडो रिडर्स। हजुरलाई थाहा छ हाम्रो 10 रुपैयाँको नोटमा कुन जनावर छ? 10 रुपैयाँको नोट र 20 रुपैयाँको नोट दुवैमा मृग नै हो त? होइन, 10 रुपैयाँको नोटमा कृष्णसार हुन्छ, सुन्दर घुमाउरो सिङ भएको मनमोहक हरिण। धेरै पहिला नै हामीलाई लागेको थियो कि नेपालबाट कृष्णसार हराइसके। पछि 1970 का दशकमा जम्मा 9वटा मात्र कृष्णसार भेटिए। तर माया, संरक्षण र कडा मेहनतका कारण ती 9बाट आजकल 200 भन्दा बढी भइसके। हजुरले बाँकेमा रहेको कृष्णसार संरक्षण क्षेत्रको नाम सुन्नुभएको होला। यही बस्छ विश्वकै उत्तरतम कृष्णसारको बथान। यी दहरा धावकहरू 80 किलोमिटर प्रति घण्टा दौडिन सक्छन्, मानौ राजमार्गमा गुडिरहेको कार जस्तै। हिन्दू कथामा कृष्णसारलाई कृष्ण मृग भनिन्छ र भनिन्छ यिनैले भगवान कृष्णको रथ तानेका थिए। भाले कृष्णसारको शरीर गाढा कालो हुन जान्छ र यसको सिङ त हजुरको हात जत्तिकै लामो। आज यी जनावरहरू स्थानीय समुदायको माया र सुरक्षा पाउँछन्। विशेष गरी बिश्नोई समुदायले त यिनीहरूलाई कहिल्यै हानि गर्दैनन्। झण्डै लुप्त भएर फेरि मौलाएका यी कृष्णसारको कथा हाम्रो प्रकृतिले फेरि उठ्न सक्छ भन्ने सुन्दर सम्झना हो। अन्त्यमा अर्को पटक हजुरले 10 रुपैयाँ नोट हेर्दा कृष्णसारको यो अद्भुत यात्रा सम्झनुहोला।